तयारी गर्नेले गर्ने मुख्य 7वटा गल्तीहरू। नमस्कार, म यादव राउत, निजामती सेवाको शाखा अधिकृत। आजको भिडियोमा यहाँहरू सबैजनालाई स्वागत छ। आज हामी लोकसेवा आयोग, शिक्षक सेवा आयोग तथा विभिन्न किसिमका प्रतिस्पर्धात्मक परीक्षामा तयारी गरिरहनुहुने प्रतिस्पर्धीहरूले गर्ने मुख्य 7वटा गल्तीहरूलाई छलफल गर्नेछौँ। पहिलो गल्ती, किताब, नोट्स, ह्यान्डआउट्स मात्रै भेला गरिरहने, धेरै किसिमको स्रोतहरू भेला गरिरहने। दोस्रो गल्ती, रिटन एक्सर्साइज नगर्ने, पास्ट क्वेसन्सहरूलाई इग्नोर गर्ने र टाइम फ्रेम अनुसार आफूलाई नढाल्ने। तेस्रो गल्ती, डिस्ट्र्याक्सनको मिडियमहरूलाई नहटाउने, सोसियल मिडिया, मोबाइलहरू लगायतलाई नहटाउने तथा आफ्नो स्वास्थ्य, निद्रा र बानीको ख्याल नगर्ने। अर्को भनेको सिजनल मोटिभेसन, परीक्षाको रुटिन आएपछि अथवा फर्म भर्ने सूचना आएपछि अथवा लिखितको नतिजा आएपछि अथवा साथीहरू सिफारिस भएपछि बल्ल पढ्नको लागि जाँगर चल्ने, अरू बेला चाहिँ वास्ता नहुने। जब ती चिजहरू ट्रिगर गर्ने चिज आए तब मात्रै मोटिभेट हुने। अनि सँगसँगै यसमै विज्ञापन भएको पद सङ्ख्यासँग सन्तुष्ट नहुने, एउटा मात्रै खुलेछ, 2टा मात्रै खुलेछ सिट भनेर पढ्न जाँगर नगर्ने। अर्को भनेको स्रोत परिवर्तन गरिरहने, आफूले पढिरहेको कक्षा होस्, इन्स्टिच्युट होस् अथवा शिक्षक होस् अथवा आफूले हेरिरहेको स्रोत सामग्रीहरू आफूलाई कि त सजिलो लाग्ने कि त अप्ठ्यारो लाग्ने पाटो मात्रै हेरिरहने, पढिरहने। सिलेबसको समग्र पक्षलाई नहेर्ने, एउटा कुनै निश्चित पाटोमा बढी फोकस हुने, जिके, आइक्यू अथवा समसामयिक अथवा शासन प्रणाली अथवा यी चिजहरूमा आफूलाई जतापट्टि चाहिँ अलि मेहनत गरौँ जस्तो लाग्छ अथवा सजिलो लाग्छ अथवा अप्ठ्यारो लाग्छ त्यतापट्टि मात्रै फोकस गर्ने, अरू चिजहरू इग्नोर गर्ने। अनि अन्तिम गल्ती भनेको आफ्नो पहिलो दिनलाई कसैको 100औँ दिन, 200औँ दिनसँग तुलना गर्ने। यो मैले आफूले भोगेको समस्या पनि हो। म्याग्ना कार्टाको बारेमा पढाइ भएको थियो म गएको पहिलो कक्षामा इन्स्टिच्युट जाँदाखेरि। अनि सबैजनाले म्याग्ना कार्टा यो त्यो सबै भनिराख्दाखेरि म त म्याग्ना कार्टा पहिलोचोटि सुनेको थिएँ। त्यसो गर्दा नि म एकदम होपलेस भएको थिएँ त्यो बेलामा। यी समस्याहरूको समाधान जब गर्न सकिन्छ तब मात्रै वास्तविक रूपले लोकसेवा आयोग अथवा यस्तै कम्पिटेटिभ परीक्षाको तयारी पुरा गर्न सकिन्छ। यी 7वटा समस्याहरूलाई जुधेर अगाडि बढेपछि तपाईँको लोकसेवा तयारीको एउटा चरण पुरा हुन्छ र सफलता प्राप्ति गर्न सहज हुन्छ। यहाँहरू सबैजनालाई शुभकामना। हजुरहरूलाई यो भिडियोहरू राम्रो लागिरहेछ भने लाइक, सब्सक्राइब, शेयर गर्न नभुल्नुहोला, साथीहरूसँग पनि पुर्याइदिनु होला। अनि हजुरहरूको केही क्वेसनहरू छ भनेदेखि कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। धन्यवाद, नमस्कार, जय नेपाल।